नमस्कार अनि स्वागत छ काठमाडौँ मेन्टेनेन्स युट्युब च्यानलमा। यस च्यानलमा हामी विभिन्न टेक्निकल विषयमा भिडियो बनाउँदछौँ। हाम्रो भिडियो तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला। मन परेमा लाइक अनि शेयर पनि गर्न नबिर्सनुहोला र च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। अब लागौँ आजको विषयवस्तुतिर। आज हामी मेकानिकल इन्जिनियरिङमा धेरै प्रयोग हुने एउटा भाग क्यूए को बारेमा कुरा गर्नेछौँ। क्यूए भनेको के हो, क्यूए किन प्रयोग गरिन्छ, क्यूए कति प्रकारका हुन्छन् जान्नेछौँ। क्यूए भनेको के हो? क्यूए भनेको मेकानिकल इन्जिनियरिङ क्षेत्रमा प्रयोग हुने एक महत्त्वपूर्ण भाग हो। शाफ्ट र हबको बीचमा साँचो अथवा की राख्न बनाएको ठाउँ अथवा स्लटलाई नै क्यूए भनिन्छ। क्यूए के कारण शाफ्ट र हब एक आपसमा बलियो तरिकाले जोडिन्छन् र सँगसँगै घुम्दछन्। क्यूए किन प्रयोग गरिन्छ? शाफ्ट र हबको बीचमा हुने स्लिपलाई रोक्न, शाफ्ट र हबको बीचमा उचित टर्क स्थानान्तरण गर्न क्यूए को प्रयोग गरिन्छ। जस्तै शाफ्टसँग स्पकेट, गियर, पुल्ली, कप्लिङ आदिलाई एक आपसमा जोड्नलाई क्यूए प्रयोग गरिन्छ। क्यूए कति प्रकारका हुन्छन्? क्यूएमा लाग्ने की दुई प्रकारका हुन्छन्। एक सङ की, दुई स्याडल की। सङ कीमा पनि विभिन्न 7 प्रकारका की हुन्छन्। जस्तै स्क्वायर की, फ्ल्याट की, राउन्ड की, फेदर की, वुडरफ की, जिप हेड की र ट्यापर की। स्क्वायर की भन्नाले की को साइज स्क्वायर छ भन्ने बुझ्नुपर्दछ। जस्तै 5x5, 10x10। स्क्वायर की को चौडाइ र हाइट बराबर हुन्छ र स्क्वायर कीमा लाग्ने शाफ्ट र हबमा पनि स्क्वायर क्यूए बनाइएको हुन्छ। राउन्ड की भन्नाले की को आकार राउन्ड छ भन्ने बुझिन्छ। राउन्ड की लाग्ने शाफ्ट र हबमा क्यूए राउन्ड आकारको नै काटिएको हुन्छ। जुन तपाईले पिक्चरमा हेरेर देख्न सक्नुहुन्छ। फ्ल्याट की स्क्वायर कीमा चौडाइ र हाइट बराबर हुन्छ भने फ्ल्याट कीमा चौडाइको तुलनामा की को हाइट कम हुन्छ भनेर बुझ्नुपर्दछ। जस्तै 8x10, 12x13 फ्ल्याट की का उदाहरणहरू हुन्। यस पिक्चरमा 12x13 को फ्ल्याट की देखाएको छ। फेदर की स्क्वायर वा फ्ल्याट दुवै प्रकारको हुन्छ र यस की को दुवै टुप्पोमा राउन्ड बनाएको हुन्छ र यो की को लागि क्यूए सबको बीचमा वा केही भाग राखेर काटिएको हुन्छ। जस्तै तपाईहरू पिक्चरमा देख्न सक्नुहुन्छ। वुडरफ की भन्नाले अर्धचन्द्राकार आकारको की भनेर बुझ्नु पर्दछ। यो की को लागि शाफ्टमा पनि अर्धचन्द्राकार क्यूए नै काटिएको हुन्छ। यो की हल्का लोड हुने ठाउँमा प्रयोग गरिन्छ। जिप हेड की शाफ्ट र हबमा फिक्स गर्न र निकाल्न सजिलो होस् भनेर की को एउटा टुप्पोमा एक प्रकारको हेड बनाएको हुन्छ। यो क्यूए हेभी लोड भएको ठाउँमा प्रयोग गरिएको हुन्छ। ट्यापर की यो की हेर्दा एकापट्टि मोटो र अर्कोपट्टि पातलो हुन्छ। 1/100 को रेसियोमा एक टुप्पोबाट अर्को टुप्पोतिर मोटाइ घटेको हुन्छ। यो की हेभी लोडमा प्रयोग गरिन्छ, साथै फिक्स गर्न र निकाल्न सजिलो हुन्छ। अब कुरा गरौँ स्याडल की को। स्याडल की पनि दुई प्रकारका हुन्छन्। एक फ्ल्याट स्याडल की, दुई होलो स्याडल की। फ्ल्याट स्याडल की यो की
फ्ल्याट खालको हुन्छ। यसलाई सकमा स्क्रुद्वारा फिक्स गरिन्छ। साथै यस कीवे सकमा पनि एक भाग फ्ल्याट बनाइएको हुन्छ, जस्तै पिक्चरमा देख्न सक्नुहुन्छ। होलो स्याडल की, यस कीको मोटाइमा एकातिरको भाग फ्ल्याट हुन्छ भने अर्को भाग सककै आकारमा मेसिन गरिएको हुन्छ। यस कीलाई पनि सकमा स्क्रुबाट नै अडाइएको हुन्छ। हाम्रो यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। साथै च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। भिडियो हेर्नुभएकोमा धन्यवाद।